यो क्लासमा आउनुभएका आफ्नो लिपि भाषा धर्ममा रुचि राख्ने तामाङ, शेर्पा, यल्मो, डुक्पा, सिक्किमिस, लद्दाखी, अरुणाचली सबैजनालाई स्वागत छ। र यो च्यानल माध्यम मैले चाहिँ तपाईहरुको अस्तित्व, भाषा, लिपि, दस्तुर सब कुरा सिकाउने कोसिस गरिरहेको छु। र यस्तो अध्ययन गर्ने अहिले हुनु त मन विचलित हुने समय, द एज अफ डिस्ट्र्याक्सन हुनाले गर्दाखेरि यो आफ्नो भाषामा ध्यान दिएर अध्ययन गर्ने चाहिँ साह्रै बेसी त छैन, र पनि मेरो तर्फदेखिको जे जति नै सक्छ मैले अभ्यास गरिरहेको छु। र पहिला यो मेरो यहाँ मञ्जुश्री सेन्टरको स्टुडेन्टहरूले यो कुन चाहिँ पेज नम्बरमा छ भनेर सोध्नु हुँदै थियो। र यो चाहिँ कुन्साङ लामे सेलुङ पुस्तकको 12वां पन्नाको 12वां पन्नाको चाहिँ कहाँनिर छ भन्दाखेरि 1 2 3 4 5 6 7 8 लाइन 9 मा छ। 12वां पन्ना कुन्साङ लामे सेलुङको पुस्तकदेखिको पढिरहेको छु। र पहिला पढ्नु सिकाउने यो हुनु त अस्ति मैले सिकाइसकेँ। र यो अब पाठ चाहिँ यसैमै समाप्त हुन्छ। दाङादाङ गाओ ता ना तेन न्या टिङ्बो nye सा nye का यता क्या किकुकी सा माओ छा मा सा छम या किकु यी ना यिन पा सा पे दाङ तेन्ये की सछम यिन पे दाङ तेन्ये की सछम यिन पे बलतला मासा में लामे जक्किकुजी लतततारा तर जितर दाङादाङ गाओ ता ना तेन न्या टिङ्बो nye सा nye का यता क्या किकुकी सा माओ छा मा सा माओ छा मा सा छम सछम या किकु यी ना यिन पा सा पे बा लता ला मा सा में जा किकु जी ला तता तारा तर दाङ तेन्ये की सछम यिन पे लामे जितर
अनि यसरी अब तपाईहरुलाई यसरी तपाईको आफ्नो लिपि सिकाउने कोसिस गरिरहेको छु र पहिला त यो भोटे भाषा सिकाउनुको लागि त्यो ग्रामर सिकाउनुको लागि कुनै किताब थिएन र मैले 24 साल आफ्नै भाषामा रिसर्च गरेर 3 वटा किताब निकालिसकेको छु जुन चाहिँ इंग्लिश अंग्रेजीदेखिको टिबेटनमा लेखिएको 3 वटा किताब मैले लेखिसकेको छु। अब नेपाली टु टिबेटन ग्रामर बुक नेपाली टु टिबेटन एकदमै सजिलो हुने मैले अब टिबेटन त लेखिसकेको छु अन्त अब नेपालीको सेन्टेन्स अब अहिले लेख्नु थालिसक्नु भएको छ। दुईजनाले चाहिँ उनीहरू चाहिँ टाइपिस्ट र प्रिन्टर प्रोफेसनल हुनुहुन्छ र उनीहरूले अहिले टाइप गर्नु हुँदैछ। अब किताब भनेको चाहिँ नेपाली भोटे विशेष गरी हाम्रो मंगोलियन फेस भएकोहरूले चाहिँ त्यति पढ्ने गर्दैन। अब यदि अब तपाईं कलकत्ता जानु भएको छ भने त्यहाँनिर चौरङ्गी रोडको छेउमा मैदान भन्ने एउटा ठुलो मैदान छ। त्यहाँनिर हिउँदोमा चाहिँ किताबको मेला लाग्छ। किताबको मेला लाग्दाखेरि बेङ्गलीहरू लाइन लाग्छ, एकदमै लामो लाइन। किताब पढ्नुमा त्यति साह्रो रुचि कि लाइन भनेको चाहिँ 2 किलोमिटर जति लाइन लागेर बस्छ यस्तो तातो घाममा। तर हाम्रो चाहिँ कमजोरी के छ भन्दाखेरि हाम्रो मंगोलियन फेस भएकोहरू त्यो बाहिरदेखिको देखावटी गर्ने, त्यो हातमा आइफोन लगेर जाने, राम्रो महँगो लुगा लाउने र भित्र चाहिँ ज्ञान प्राप्त गर्ने किताब जहाँदेखिको तपाईले ज्ञान प्राप्त हुन्छ त्यो त्यति ध्यान दिनु सकेको छैन। र त्यसैले हामीले चाहिँ अलिकति किताबहरू धेरै पढ्ने गर्नुपर्ने रहेछ। त्यति मात्रै तोता जस्तै माइनस माइनस प्लस 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 माइनस माइनस रट्नु त रट्यो, यसको अर्थ कसैलाई पनि थाहा छैन। र तोता जस्तै नभएर बुझ्नु सक्ने स्थितिसम्म पुग्नुपर्ने आवश्यकता देखिरहेको छु। र अब तपाईहरु भविष्यमा आफ्नो भाषा सिक्नुहुन्छ भने नेपाली टु टिबेटन सिक्नु भने एकदमै सजिलो हुनुहुन्छ। एक प्रकारले अब मैले तपाईहरुको भाषा, तपाईहरुको लिपि तपाईको आँगनसम्म पुर्याउन सकेको छु भन्दा पनि नमिल्ने के पनि छैन। र तपाईहरुले अलिकति धर्म अब पाठ पूजा गर्यो, के भनिरहेको छ तपाईलाई थाहा छैन, के भनेर प्रार्थना गर्दैछ त्यो पनि थाहा छैन। र अलिकति हामीहरू अलिकति पछाडिएको जस्तै मैले देखिरहेको छु। र अब यो अब पहिलाको सेन्टेन्सदेखिको कन्टिन्यू हुँदैछ। र तेन्ये गाउँतानातेन सदाको लागि स्थायी नराम्रो भनेको चाहिँ सदा नराम्रो भनेको चाहिँ नरकमा पुग्नु, प्रेतलोकमा जन्मिनु, त्यस्तै सदाको लागि नराम्रो कि सचम सदाको लागि नराम्रोको साक्षम सिमाना
कि सक्षम सिमाना हिँडपे हुनाले यो जुनी अमूल्य मानव जीवन यो चाहिँ एउटा सिमानामा तपाईँ सिमानामा पुगिरहेछ जसमा चाहिँ तपाईँ सदाको लागि सुख चाहिन्छ कि सदाको लागि दुःख भोग्नु पर्ने एउटा सिमानामा पुगिरहेको छ। यो अमूल्य मानव जीवन तपाईँको इच्छा अनुसार जानु सक्ने एउटा वन्स इन मिलियन चान्स सुनौलो मौका पाइरहेको छ। त्यो हुनाले यिनपे लामा धर्मगुरु पछाडिको साँच्चैले धर्मगुरुले जितार जसरी यो अहिले सदा सुख पाउनु कि त सदा दुःख पाउने एउटा सिमानामा तपाईँ पुगेको हुनाले धर्मगुरुले जसरी भाव सकतका रतक छैन भाव सकतका कनहरूको वा भाव साकेको सिनासिन गो वा सिन न्यामा सा न्याम ससप्चुसु पालातला nga सा लङ लामाले जसरी सरसल्लाह दिनुहुन्छ भाव सकता कनहरूको उहाँले जसरी अब त्यहाँ पराउँदा यो गुमाउनु बिर्सिन्छ यो धेरै काम एकैचोटि गर्नुपर्ने यस्तो छ। अघि मैले तपाईँहरूलाई लेख्नु पनि सिकाउँ भनेको त यो हुँदैन रहेछ त्यो बिचमा स्ट्यान्ड राख्नु पर्दा चाहिँ एकदमै अप्ठ्यारो हुँदो रहेछ र लेख्नु सिकाउनु चाहिँ सकिनँ। पछि कुनै उपाय चाहिँ निस्किन्छ होला। गोवासिन लामाले जसरी सरसल्लाह दिनुहुन्छ न्याम्सु लाङ्ने अब साह्रो छिटो घुमायो भने तपाईँहरूको टाउको दुख्छ होला त्यसले गर्दाखेरि बिस्तारै बिस्तारै घुमाउनु पर्यो। न्याम्सु लाङ्ने अगाडिको सेन्टेन्स लामाले जसरी सरसल्लाह दिनुहुन्छ त्यसरी न्याम्सु लाङ्ने अभ्यासमा लिएर लामाले चाहिँ जस्तै सरसल्लाह दिनुहुन्छ त्यसरी अभ्यासमा लिएर हाओ खा नरो खोरा खोरवा संसारा हाओ दासा दे यो संसारदेखिको पार हुनु भनेको चाहिँ निर्वाणा प्राप्त गर्नु। संसार कि त निर्वाण कायता क्याकीको कि को हाओ खरता ठसचु ठु ना ठुन 타가탁 차나로 초다츠 바 코르데기 튼탁 छबामने संसारमा बसिरहने हो कि
निर्वाणा प्राप्त गर्ने हो, त्यसको छिनामिना गर्ने, बीचमा झुन्डिएर नबस्ने। सकेको सिक एउटा बाह्यता छाडेङ्बो छेपा गर्नु, छिनामिना गर्नु, बीचमा झुन्डेर नबस्ने गर्नु। गाला गेल छाडेङ्बो गेल्छे महत्त्वपूर्ण छ, जरुरी छ। अब स्कुलमा जाँदाखेरि जस्तै अब डक्टर इन्जिनियर हुने हो कि बारी बोक्ने त्यस्तो हुने हो, यस्तो एउटा निर्णय लिने समयमा आइरहेको छ। त्यो एउटा सिमानामा कुन बाटो जाने हो, त्यो सिमानामा तपाईँ पुगिरहेको छ। सिमाना यो अमूल्य मानव जीवन, के राम्रो के पाप के पुण्य बुझ्नु सक्ने क्षमता भएको यसमा चाहिँ तपाईले फैसला लिएको हुनुपर्छ। जसरी लामाले सरसल्लाह दिन्छ त्यसरी अभ्यासमा लिएर। थाडेङ्बो थे लासाले गाओशानासेन थेलेसेन त्यो भन्दा अरू। अहिले हामी भन्दा भन्ने ग्रामर सिकिरहेछु। भारत भन्दा नेपाल सानो छ भने भन्दा, त्यो भन्दा अरू। गारदाटा ठानारो ठोङा ठोङ छानारो छोगा छोक्पा ठोङ छोक्पा। गारदाटा ठानारो ठोङा ठोङ छानारो छोगा छोक्पा। ठोङ छोक्पा माने घर घरमा गएर पूजापाठ गर्ने, ठोङ छोक्पा। घर गाउँतिर गएर पाठ पूजा गर्नेलाई ठोङछोक्पा भन्ने गर्छ। रानतना मासानम लिखित भाषामा चाहिँ हरू, गाउँमा गएर पाठ पूजा गर्नेहरू। सकेको सी वानारो वो हाकेको यी सिवे सी माने मर्नु, सियो माने मरिसकेको। नेपालीमा अर्को शब्द चाहिँ लास। लासहरू मरेको मान्छेको सङ्गाता गासा ने सिरानी पिल्लो भने जहाँनिर मरिरहेको टाउको हुन्छ त्यहाँनिर। सासचुसुमा फायता छकेको छिन नासाने मरिरहेको मान्छेको जहाँनिर उसको टाउको हुन्छ त्यहाँनिर गएर।
यारा यार हाओ karata da danarudo yardo mara mar हाओ karata da danarudo hakikui de yardo marde yardo marde यार माने माथि मार माने तल माथि जानु भन्दाखेरि बुद्धता प्राप्त गर्नु बुद्धता निर्वाण प्राप्त गर्नु संसारदेखिको छुटकारा पाउनु त्यस्तै उकालो जाने र तल जाने ओह्रालो जाने माने प्रेत लोकमा जानु नरकमा जानु कि त पशु लोकमा जाने माथि जानु र तल जानु माथि जानु भनेको चाहिँ जस्तै बुद्धता प्राप्त गर्नु तल जानु भनेको चाहिँ नरकमा जन्मिनु त्यस्तै सा माओ छा मा सा छम सछम सिमाना सछम रततता गोरा खा गोराको मुख सरत सापा सप माने लगम जसले जुन चाहिँ प्रयोग गरेर त्यो दिशा चेन्ज गर्छ लगम लगम गोरा को मुखमा लगाउने लगम कयता क्याकीको कि सा कि ले भाव सगतका गायता क्या गेसचु ग्युरा ग्युर टु चेन्ज डाइरेक्सन लगमले डाइरेक्सन चेन्ज गर्नु भनेको चाहिँ नर्कमा जाँदै गरेको त्यो चाहिँ निर्वाणको तर्फ लानु Gua dangadang hao daratada लगमले चाहिँ ओह्रालो जाँदै गरेको उकालो लानु डाइरेक्सन चेन्ज गर्नु जस्तै त्योसित मिल्ने त्यो जस्तै Sha tingbo she sa tingbo se ra ser she ser gayata ga gakiku gin na gin she ser gin ao dasapchu du ga duk satatata ta tingbo te फेरि अब घर गएर पाठ पूजा गर्नेले चाहिँ मरिसकेको मान्छेको लासको छाउमा गएर निर्वाणमा लानु कि त नर्कमा जानुको सिमाना जस्तै घोडाको लगमले चाहिँ ओह्रालो जाँदै गरेकोले उकालो लानु सक्छ त्यस्तो जस्तै भनेर भन्ने गर्दा रहेछ तरै पनि लामालम
बाटो कि त मार्ग Sabatapa bayatacha nga sa chang pa marga छाङबा प्रशिक्षण भएको निर्माणतर्फ कि त संसारदेखिको मुक्ति दिलाउने यस्तोमा प्रशिक्षण पाएको ट्रेनिङ पाएको लम्चङबा sangata nga naro ngona ngon sanaro songa song ngon song उहिलेको प्रशिक्षण भएको बाटो चेन्ज गर्न सक्ने ओह्रालो जाने बाटोदेखि उकालो बाटोमा लान सक्ने त्यस्तो प्रशिक्षण पाएको उहिलेको त्यस्तै गि गाङा खाङ साका साक व्यक्ति कुनै एकजना सम्मान खाङसाक कुनै एकजना कि त व्यक्ति प्रशिक्षण पाएको व्यक्ति कि त कुनै एकजना सकेको सिक एकजना मान्छे याकिको यिना yin na ma gao ta naruto ga sa tok hinama tok unless the person is fully trained who can change the direction हिनामातोक unless भयंकर प्रशिक्षण पाएको व्यक्ति यस्तो हो भने मात्रै तब मरिसकेर उनीहरूले पाठ पूजा गरेर तपाईको दिशा चेन्ज गर्नु सक्छ हिनामातोक हो भने मात्रै unless यस्तै उस्तैले सक्दैन भन्नु मतलब तपाईं जिउँदो हुँदाखेरि पुण्य कमाउन सकेन भने मरिसकेर पाठ पूजा गरेर चाहिँ तपाईलाई मुक्ति दिलाउनु यस्तै उस्तैले चाहिँ सक्दैन भयंकरै प्रशिक्षण पाएको थाडेम्बोते सकतका बासा कप थेकप त्यति बेला त्यो समयमा त्यतिखेर थेकप त्यो समयमा लासाले कर्म तपाईले राम्रो काम गरेको छ कि नराम्रो गरेको छ कि त्यो कर्म कायता केकेको कि कर्मको Ralatala lasatulunga lung hawa कर्मको हावा गाकीको गीसा गीस
पछाडि स छ भने चाहिँ ले, पछाडि स छैन भने चाहिँ को। कर्मको हावाले, जगत ग गयत ग्या पा ग्यप, पछाडि नसाने पछाडिदेखि। कर्मको हावाले पछाडिदेखि धाटुको देता दे भने टेक्निकली स्पोकन टिबेटनमा चाहिँ बोल्ती भाषामा दे भने खेच्छ, तर नेपालीमा त्यसरी भन्नु अलिकति मिल्दैन होला। त्यति बेला कर्मको हावाले पछाडिदेखि ठेल्छ भन्नु मिल्छ होला। टेक्निकली खिच्नु हो, तर नेपालीमा अलिकति मिल्दैन। कर्मको हावाले भन्नु मतलब भाग्यरै पाठ पूजा गर्ने भाग्यरै व्यक्ति हो भने मात्रै तपाईँलाई अलिकति मरिसकेर अलिकति चेन्ज गर्नु सक्छ, नत्र त्यो समयमा तपाईँले जस्तै कर्म गर्नुभयो त्यस्तै परिणाम भोग्नुपर्छ। यहाँ चाहिँ टेक्निकली के लेख्नु भएको छ भन्दाखेरि कर्मको हावाले पछाडिदेखि ठेल्छ भन्नु होइन। जस्तै कर्म गर्यो त्यस्तै फल भोग्नु पर्ने हुन्छ। पुण्य कमाउनु छ भन्ने यो जिउँदो हुँदाखेरि तपाईले पुण्य कमाउनु पर्छ। फेरि हाम्रो बुद्धिस्ट कम्युनिटीमा पाठ पूजा गर्नुभन्दा अन्य के त्यति गर्नु नसकेको देख्दैछु। क्रिस्चियनहरूले चाहिँ गरिबहरूलाई दान दिनु, स्कुल खोल्नु, बाटो बनाइदिनु, त्यस्तो चाहिँ हाम्रो बुद्धिस्ट कम्युनिटीमा त्यति गरेको चाहिँ मैले देखेको छुइनँ। र पुण्य गरिब मान्छेलाई सहयोग गर्नु पुण्य हो जस्तो चाहिँ मानेको छैन। अब पाठ पूजा गर्नु, यन्त्र पिल्नु, ढोक्नु, कोरा गर्नु त्यतिमै सीमित छ। र हाम्रो कम्युनिटीमा, टिबेटन कम्युनिटीमा पनि त्यस्तै नै छ। आओ जक्कीको जी गासा जिक पाहाकीको पे जिक। अस्ति हामी क्लासमा जिक भने डर भनेको होइन। आओ जक्कीको जी गासा जिक, जिक्मे भनेर नाम सुन्नुभएको होला। जिकमे डर नभएको माने निडर। अब यो आओ जक्कीको जी गासा जिक पाहाकीको पे डरै लाग्दो, डरै लाग्दो मासचुमु नामुन नागानक अन्धकार, एकदमै डरै लाग्दो अन्धकार। गाखीको गिसागी अन्धकारले भाउ सस्यचुसु, तपाईँलाई डरै लाग्दो अन्धकारले स्वागत गर्छ, निम्ताउँछ। त्यतै जानुपर्ने हुन्छ तपाईँ भनेको चाहिँ यो पाठ अब यसरी सक्यो। अब एकचोटि म पढिदिन्छु है। अब यसरी सानो पारेर तपाईँ देख्न सक्छ कि सक्दैन। टिभीमा हेर्नुहोस् त, स्मार्ट टिभीमा हेर्नुहोस्, ठुलो देख्न सक्नुहुन्छ। अब यहाँ चाहिँ म मिलाउँदा हुँदो रहेछ। यहाँ
दाङ तेन्येकी साछम यिम्पे लामे चितर यो रटक चाहिँ छैन गोवा सिन न्याम्सु लाङ्ने खोर्देकी ठुन्थक छपासिक छेपा यल्छे थेले सेन ठोङछोक्पा घर घरमा गएर पाठ पूजा गर्नेलाई ठोङछोक्पा नम शिवन्येसु छिन्ने यार्टो मार्डो साछम ताका सबकी गुवा तंग दासे सेकिन दुखते लाम छाङ्पा एकदमै प्रशिक्षण पाएको यस्तै उस्तैले मरिसकेर केही पनि गर्न सक्दैन तर भयङ्करै प्रशिक्षण पाएको भयङ्करै त्यस्तो व्यक्तिले हो भने मात्रै केही भिन्नता ल्याउन सक्छ थेकअप त्यो समयमा त्यति बेला लेकी लुङ्गी क्याप्नेते अनि त्यो कर्मको हावाले तपाईलाई जहाँ लानुपर्नेछ कर्मले लान्छ राम्रो गरेको छ भने राम्रै हुन्छ जिउँदो हुँदाखेरि पुण्यको काम गरेको छैन नराम्रै नै हुन्छ र जिग्पे मुन्नाकी सी डरै लाग्दो अन्धकारले तपाईलाई स्वागत गर्छ मतलब नराम्रो काम गरेको छ भने गाउँमा गएर पाठ पूजा गर्ने चाहिँ भयङ्करै हो भने मात्रै केही गर्नु सक्छ नत्र तपाईले जस्तै कर्म गर्नुभएको छ त्यस्तै नै फल पाउँछ र नराम्रो गरेको छ भने चाहिँ डरै लाग्दो अन्धकारले तपाईलाई स्वागत गर्छ भन्ने यो चाहिँ कहाँनिर छ भन्दाखेरि कुन्साङ लामे सेलुङ 12वां पन्नामा 9th line I suppose Chitni Sum Si Nga Thuk Dun Ge 8वां लाइनमा रहेछ र तपाईले यसरी अध्ययन गर्नुहोस् त्यसै बसी नरहनुहोस् केही न केही सिकिरह्यो भने चाहिँ तपाईको ब्रेन अपडेट हुन्छ नत्र दिनदिनै त्यो सोच्ने क्षमता चाहिँ हराउँदै जान्छ र यसरी आजको क्लास यही समाप्त गर्दैछु आउनु भएकोमा धन्यवाद अरु तपाईको चिनाजाना बुद्धिस्टहरु छ भने चाहिँ उनीहरुलाई पनि यो शेयर इट गर्नुहोस् र हामी चाहिँ तोता जस्तै प्लस 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 माइनस माइनस प्लस प्लस माइनस माइनस केही मतलब नबुझिकन त्यस्तो चाहिँ गर्नु चाहिँ छोड्नु पर्ने रहेछ पुस्तक पढेर बुझ्नु पर्ने बुझेर त्यो अनुसार आफ्नो बानी व्यवहारमा चाहिँ परिवर्तन ल्याउने गर्नु पर्यो अनि त्यसरी आजको क्लास यही समाप्त गर्दैछु आउनु भएकोमा धन्यवाद।